एमइसीले एमबिबिएस, बिडिएस, बिएससी नर्सिङ लगायत अरू सब मेडिकल इन्ट्रान्स इक्जामको क्यालेन्डर निकालेको छ। र अर्को कुरा, क्लास 12 मा एनजिआको स्टुडेन्टहरूले सीको फर्म भर्न पाउँछ कि नै भनेर धेरैजनाले म्यासेज गरेको थियो, त्यसको पनि आन्सर म दिनेछु। यो हो हाम्रो सीले प्रोभाइड गरेको क्यालेन्डर। यो क्यालेन्डर हिसाबले हामीले हेऱ्यौँ भने हाम्रो फर्म चाहिँ भाद्रको पहिलो हप्तामा खुल्नेछ र इक्जाम चाहिँ हाम्रो असोजको तेस्रो हप्तासम्म हुनेछ र एक्ज्याक्टली टाक्क भन्दाखेरि 17 गते सीको इक्जाम सुरु हुनेछ। 17 गते एमबिबिएस, त्यसपछि बिडिएस, बिएससी नर्सिङ लगायत अरू सब सी इक्जामहरू हुनेछ जस्तो लाग्छ मलाई। यो हिसाबले हामीसँग जम्मा 3 महिना टाइम छ र यो 3 महिना टाइम भनेको कम होइन। यो 3 महिना हामीले मजाले प्रिपेयर गर्यौँ भने हाम्रो राम्रो मेडिकल कलेजमा सिट पाउन सक्छौँ र स्कलरसिपसम्मै पाउन सक्छौँ। सो यो 3 महिना हामीले वेस्ट गर्ने होइन। यो 3 महिना चाहिँ हामी फुल्ली फोकस भएर इक्जामको प्रिपरेसनमा लाग्ने हो। अब के गर्ने हामी? चट्ट बुक समात्ने र पढ्न सुरु गरिदिइहाल्ने। यो 3 महिना हामीले पुरै मेहनतले पढ्यौँ भने हामी राम्रो मेडिकल कलेजमा नाम निकाल्न सक्छौँ, राम्रो मेडिकल कलेजमा सिट पाउन सक्छौँ र स्कलरसिपसम्मै पाउन सक्छौँ। सो यो 3 महिना चाहिँ अब चाहिँ तिमीहरू वेस्ट नगर। म चाहिँ भन्छु यो 3 महिना चाहिँ अब तिमीहरू वेस्ट नगर। यो 3 महिना चाहिँ फुल्ली फोकस भएर पढ के। यो फुल्ली फोकस भएर पढेर इक्जाममा राम्रो मार्क्स ल, राम्रो स्कोर गर र राम्रो मेडिकल कलेजको सिट पाऊ र सक्दो स्कलरसिप नै पाऊ भनेर म आशा गर्छु। र अर्को कुरा, एनइबीमा क्लास 12 को इक्जाममा एनजी आएको छ भने के हामी सीको फर्म भर्न सक्छौँ कि नै? यसको हेरौँ, हाम्रो एनइबीको इक्जाम चाहिँ श्रावण 2-3 गते छ र यसको रिजल्ट आउन चाहिँ 10 देखि 15 दिनसम्म त लागि नै हाल्छ। त्यसो हेऱ्यौँ भने हाम्रो रिजल्ट चाहिँ श्रावणको 20-25 सम्म आइहाल्छ र त्यति बेलासम्म आई थिङ्क कि हाम्रो जुन सी इक्जामको फर्म छ त्यसको चाहिँ डेट लास्टसम्म पुगिसकेको हुन्छ, लास्टसम्म डेट हुन्छ र हामी फर्म भर्न सक्छौँ जस्तो लाग्छ मलाई। त्यो भएर के गर्ने, हामी हाम्रो सिटिजनसिप, ट्रान्सक्रिप्ट सब थोक रेडी पारेर राख्ने र टाइम बच्यो भने के गर्ने, हामी सीको फर्म भर्ने हो। तर अहिले हामी त्यसको टेन्सन नगरौँ। हामीले के गर्ने, एनइबीको इक्जामको प्रिपरेसन गर्ने। जुनमा हाम्रो एनजी आएको छ त्यसको मजाले प्रिपेयर गर्ने, त्यो हामी इक्जाम क्लियर गर्ने अनि त्यसपछि के गर्ने, हाम्रो टाइम छ भने, यदि फर्मको टाइम छ भने हामीले डबल जस्तो तिरेर पनि फर्म भर्न मिल्छ यदि टाइम छ भने। र मेरो हिसाबले म के सोच्छु भने यति लामो समय दिएको छ मतलब एनजी लागेको स्टुडेन्टहरूको रिजल्ट पनि आइहाल्छ र तिनीहरूले पनि फर्म भर्न मिल्छ भनेर दिएको छ होला जस्तो लाग्छ मलाई। अब हेरौँ, अहिले तिमीहरू त्यति टेन्सन नगर। तिमीहरूले मजाले जुनमा एनजी लागेको छ त्यसको इक्जामको प्रिपरेसन गर र मजाले पास हो र त्यसपछि यदि फर्मको टाइम छ भने फिलअप गर्ने। थ्याङ्क यू।